नमस्ते, म रन्जुज रेसिपीबाट मैले चाहिँ आज के अरे मुलाको अचार बनाउन गइरहेको छु। सुरुमा चाहिँ मैले तेल तताउँछु, त्यस पछाडि मेथी पुऱ्याउँछु अनि खोर्सानी हाल्छु अनि त्यस पछाडि चाहिँ मैले के अरे तोरी, धनिया, जिरा पिसेर चाहिँ मसिनो बनाएर मुलामा मिक्स गर्छु, नुन हाल्छु, नुनलाई पनि मिक्स गर्छु अनि त्यस पछाडि चाहिँ खोर्सानी र तेल अनि मेथी अघि मैले फुराएको थिएँ त्यो पनि हालेर मजाले मिक्स गर्छु। अनि हजुरहरू चाहिँ कसरी मुलाको अचार बनाउनुहुन्छ? म चाहिँ अनि रातो खोर्सानी पनि लाउँछु, धुलो खोर्सानी, तर धुलो खोर्सानी पनि यो चाहिँ फ्राई गरेर मिक्सरमा हालेर गरेको खोर्सानी हो, हल्का फ्राई गरेको खोर्सानी धुलो बनाएको हो भने। अनि मेरो चाहिँ यसरी मुलाको अचार रेडी हुन्छ। बट्टामा खान्छु। बट्टामा चाहिँ कसरी भन्नुहुन्छ भने मजाले एकदम धेरै मजाले खानुपर्छ, त्यसो गर्दाखेरि चाहिँ बिग्रिने डर हुँदैन। अनि मैले चाहिँ मजाले खाँदेँ, सबैलाई मिक्स गरेर अघि हालेको सबै चिजहरूलाई अनि बट्टामा हालेर मैले चाहिँ घाममा सुकाउन राखेँ।